सो हेलो एन्ड नमस्ते गाइज हजुरहरु फेरि पनि वेलकम छ मेरो ब्लगमा आफ्टर लङ टाइम हैन धेरै पछाडी आइन त म चाहिँ अब जस बिदाको छु फेरि अहिले पनि लगभग 1-2 महिना पछाडी नै हाल्दै छु ब्लग सुरु गर्दै छु त्यही हो अनि आज चाहिँ हामी अब सम्झर जाँदै छ हैन म र उता एउटा भाइ छ रोमत भाइ उरो म जाँदै छु अहिले चाहिँ म घरमा छु अब निक्लिन लागेको घरबाट अब यहाँबाट पसल जान्छु अनि भाइले त्यो रोमत भाइले लिएर अनि हाम्रो यात्रा अघि बढ्छ है तर के कस्तो हुन्छ म देखाउँदै जाने छु गाइज यहाँ हुनुहुन्छ हाम्रो आमा हाम्रो संकल्प बाबु बिस्तार चलाउनु त बाइक हस् हस् आमा त्यहाँ भनिदिनु न त्यो सबैजनाले हेरेर लाइक सेयर सब्सक्राइब गरिदिनु होला भनेर भन्नु त जति आउँछ त्यति भन्नु सबैजनाले हेर्नु होला भनिदिनु न सबैजनाले हेर्नु होला हाम्रो भिडियो मेरो नातिलाई हेरेर माया गर्नु होला हैन भिडियो हेरेर नातिलाई माया गर्नु होला भिडियो हेरेर नातिलाई माया गर्नु होला हाम्रो नातिलाई राम्रो गर्नु ल हुन्छ गाइज अब हामी अघि बढ्छौँ यहाँनिर आन्टी हुन्छ लामा हिँडेको ल शुभयात्रा बाबु ल आन्टी बाबा चाहिँ यहाँ हुनुहुन्छ अब हामी ठाटी जान्छौँ है यहाँ रुबीलाई नि देखाउने रुबी रुबी त्यसलाई पनि सन्चो छैन दबाई खाँदैछ बाबा अब बाबा र म ठाटी जाने अनि म त्यहाँबाट जान्छु त्यही हो गाइस ल हामी चाहिँ यति बेला अर्सले धार आइसकेको छौँ है यहाँ रमत भाइ पनि भेटिसकेँ मैले उसको चाहिँ ठाँटीमा गरेन मैले भिडियो हल्का हतार भएको थियो नि त त्यही भएर हामी अर्सले धारा छौँ अब मुखसुख धुन्छौँ पानी सानी खान्छौँ अनि यहाँबाट फेरि ट्याक्क अघि बढ्छौँ होइन पानी त यहाँको नि वाउ छ कि चिसो है मिठो खालको ल रमत भाइ यहाँ छ होइन ल अब हामीले यात्रा चाहिँ अब दुईजना भेट पनि भयो अब बल्ल सुरुवात होइन बल्ल सुरुवात हुँदैछ हेर के कस्तो हुन्छ ल हामी चाहिँ अहिले यति बेला के अरे भन्सार आइसक्यौँ होइन त्यही हो हामीसँग चाहिँ गोप्रोको अभावले गर्दा हामी चाहिँ अब ठाउँ ठाउँमा आएर ओर्लिँदै खिच्दै गर्नु परेको छ है त्यही हो हामी चाहिँ अहिले भन्सारको बजार भयो होइन भन्सार चोक हामी चाहिँ यताबाट आएको यता लमजुङ बिस्सरबाट आउँछ यताबाट अनि त्यही हो यताबाट गयो भने चाहिँ काठमाडौँ पोखरा यताबाट जान्छ र अब हामी चाहिँ यो बाटो छोडेर यतापट्टि जाने अनि यहाँबाट चाहिँ सब हामी आधा 1 घन्टामा चाहिँ सम्झु पुगिन्छ ल हामी चाहिँ अहिले यति बेला भानु चोकमा आइसकेका छौँ र हजुरहरूले यहाँनिर देख्न सक्नुहुन्छ आदिकवि भानुभक्त आचार्यको मूर्ति आदिकवि भानुभक्त आचार्य नेपालको पहिलो कवि हुन् र उनको जन्म पनि हाम्रै छिमेकी जिल्ला तनहुँको रमघा चुँदीमा भएको रहेछ त्यो कुरा चाहिँ मलाई पनि अहिलेसम्म थाहा थिएन आजै फर्स्ट टाइम थाहा पाउँदैछु है त गाइज यस्तो रमणीय यस्तो सुन्दर ठाउँमा भएको रहेछ उहाँको जन्म तर घर चाहिँ कहाँ फिक्स थाहा भएन जे यही ठाउँमा यही सेरोफेरोमा भएको रहेछ बाबु के तिमीहरू त हिलो खेल्दै आमा हिलो खेल्दै आइदिने हो तिमी लड्यौ है स्कुल बिदा भयो तिमीहरूको ल हामी चाहिँ अहिले यति बेला चन्द्रवती भन्ने ठाउँ आइपुग्यौँ है र अब चाहिँ हामी यहाँबाट माथितर्फ लाग्नेछौँ अब चाहिँ
राम्रो बाटो सकिएछ होइन। अब चाहिँ अफरोड सुरु भयो। अब यहाँबाट माथि गाउँसम्मै अफरोड रहेछ। हेरौँ के कस्तो छ बाटो। ल हामी चाहिँ यति बेला चन्द्रवतीको उकालोमा छौँ होइन। अब चाहिँ हामी यहाँबाट 10 मिनट जतिमा त पुगिन्छ। हाम्रो भाइले नै मुतसुत हानिदिइसक्यो होइन। यहाँनिर यसरी खुल्ला दिशामुक्त क्षेत्रमा पिसा फेर्ने चाहिँ यही हो है। यसलाई पक्रेर जरिमाना हान्दा हुन्छ। अनि त्यही अब हामी चाहिँ अब 10 मिनट पुगिन्न त 10 मिनट पुगिन्छ। त्यही हो अब रमाइलो हुँदैछ दिवस आजको यात्रा। ल हामी चाहिँ अहिले अब यति बेला सम्झुर आइपुग्यौँ होइन। यहाँ देख्न सक्नुहुन्छ ट्याक्क झन्डा सन्डा फरफराउँदैछ। कस्तो बवाल देखिया त है। वाउ। ल सम्पूर्ण नमस्कार है त फेरि पनि गाइजहरू। र हामी चाहिँ अब सम्झु टाढा आइसकेको छ। हजुर देख्न सक्नुहुन्छ यहाँनिर आई लभ सम्झु र यता झन्डा जस्ट डेभलप भइसक्यो रहेछ यहाँको ठाउँहरू चाहिँ होइन। खुसी लाग्यो डेभलप भएको देख्नु पाउँदा। र त्यही हो हामी चाहिँ आजको हाम्रो गन्तव्य हाम्रो इन्डिङ पोइन्ट जो सब सम्झुर हो नि त। त्यो सब हामी पुग्ने ठाउँ चाहिँ अझै माथि हो। जस हामी यहाँसम्म आइसकेको छौँ। अनि त्यही हो अब यहाँनिर चाहिँ त्यो सब गुरुङ गाउँ गुरुङ बस्तीहरू मगर बस्तीहरू मुसलमान बस्तीहरू सबै बस्ती छ। तर आज चाहिँ हामी विशेष भनेको चाहिँ हामी मुसलमान बस्तीमा गएर होइन त्यहाँको रहनसहनहरू बुझ्नेछौँ हेर्नेछौँ। त्यहाँको पाहाडको मुसलमान होइन ट्याक्क पाहाडको रानी भने जस्तो कि ट्याक्क पाहाडको मुसलमानहरू ट्याक्क उनीहरूको रहनसहनमा हामी पनि रम्ने छौँ कि होइन। आज एकछिन रमेर खुसी भएर मस्जिदतिर जानेछौँ। त्यही हो आजको टाइम चाहिँ हामी मुसलमान को कल्चरतिर जे सब होइन उनीहरूकोमा हेरेर रमाउनेछौँ। हाम्रो भाइ छ जे छैन त्यही भएर नेक्स्ट टाइम चाहिँ हामी अब गुरुङ बस्तीहरूतिर मगर बस्तीतिर पनि जानेछौँ। त्यही हो समयहरू मिल्यो भने। बस गाइज हुन्छ अब हेर्दै गर्नु सब। हामी पनि अब यहाँबाट निस्किन्छौँ। घाम लाग्दैछ होइन पोल्दैछ। बिस्तारै पुग्नेछौँ हामी अगाडि बढ्नेछौँ। ओके। अनि हाम्रो भाइको गाउँ मामा घर यहीँ हो नि त आज होइन। कस्तो लाग्दैछ त गाउँतिर आउनु पाउँदा आज। वाइल ह्याप्पी हो। मेरो गाइड भने नि आज सबैको भाइ हो है। आज चाहिँ ट्याक्क भाइको सोएगले भिडियो पुरा कम्प्लिट हुनेछ है त गाइज। ल हामीहरू चाहिँ आइसक्यौँ होइन। आइसक्यौँ अब यहाँ भाइको मामा घर जान्छौँ पहिला। अनि त्यहाँबाट बिस्तारै मस्जिद सजिद जान्छौँ। त्यही हो गाई छ हेरौँ अहिले के हुन्छ। ल हामी चाहिँ ट्याक्क जाँदैछौँ होइन। ल हामी चाहिँ भाइको मामा घर आइपुग्यौँ होइन। म चाहिँ आमालाई झुक्केर नमस्ते भनेर अब चाहिँ कहाँ नमस्तेले मान्छ त नि मान्दैन नि नमस्ते भने। अब त सलाम आलीकुम मामा। मजा गरेको फेरि नराम्रो नसोच्नु होला। त्यही त हामी चाहिँ भाइको मामा घरबाट निस्किसकेको है गाइज। त्यो भिडियो चाहिँ गर्न पाएन। जे सब एकछिन हामी गाउँ घुमेर आउँछौँ। मुर्रा हेर मुर्रा। यहाँको मस्जिद आइपुग्यौँ हामी है। तर यो चाहिँ एउटा गाउँको रहेछ। माथिल्लो गाउँको हो क्या हो यो। यहाँ चाहिँ पढ्दैन रहेछ अहिले मान्छेहरू तल पढ्छ अरे। त ए यस्तो आउनु पाउँछ जुत्ता लाएर त ढोग्ने एकताल त्यहाँ पखरी कहाँ यहाँ ढोग्ने भित्र गएर पढ्ने यस्तो हुँदो रहेछ है त गाइड। म फर्स्ट टाइम देखायो क्या यो। त्यही हो यस्तो छ है त। हामी चाहिँ कसरी ढोग्ने यस्तै ढोग्दिउँ मात्रै यहाँनिर। जसरी गरे नि आखिर आस्था त एउटै हुन्छ। अच्छा गर्नु होला होइन। म चाहिँ यस्तो मस्जिदको यस्तो नजिकै आएको फर्स्ट टाइम है। म एकताल वीरगन्ज पनि जान त गएको थिएँ। तर फेरि भित्र जाने ऊ चाहिँ मिलेन कि डर लाग्यो मलाई त। त्यहाँ त मान्छे धेरै भएर। अनि आज चाहिँ दियो साँखे अगाडि होइन ट्याक्कै यहाँ यस्तो हुँदो रहेछ है त गाइज हेर्नुहोस्। ट्याक्क लगाएर पछाडि ल त्यो हेर्नुहोस् यस्तो हुँदो रहेछ। मजासँग पोलिटिम मारेर हामीले भनिन्थ्यो नि त यो
मलाई नि लाग्थ्यो कि पहिला पहिला त्यो हाम्रो मूर्ति जस्तो एउटा केही न केही त हुन्छ होला आस्था गर्ने ठाउँ भन्थे कि होइन अब यही हुन्छ तिमीहरूको मन्दिर जस्तो त्यही हो नि त केही नै हुँदैन रहेछ नि त है सबभन्दा ठुलो अब कुरान भनेको त्यो हो कुन किताब त्यो सबभन्दा ठुलो किताब होली बुक अफ मुस्लिम त्यो कुरानहरू हो त्यही त नि अब त्यहाँको मेन मान्छे त त्यहाँ बस्ने होला है रातोमा रातोमा बसेर नमाज पढाउने अनि अरू चाहिँ गुरुलाई के भन्छ यहाँको गुरुलाई के भनिन्छ ठुलो मान्छेलाई आलिम साहब भन्छ हाम्रोमा आलिम भन्छ अनि यहाँ त्यो दुबईको पनि रहेछ क्या के अरे यो जुमा हो कि के हो के भन्छ अरे मक्का मक्का उयो अनि यो टाइम चाहिँ के हो त यो टाइम यहाँ छ त टाइम के लेखेर त्यो ठ्याक्क नमाज पढ्ने टाइम हो त्यो सबै त्यही टाइममा पढ्ने हो 5वटा नमाज हुन्छ त्यो चाहिँ भाइहरूको पुराण गरेर ल के हो भन् त केटा छोडेर गयो पनि 20 वर्ष भएरै होइन यस्तो सिलौटा नि रहेछ के अरे ऊ जाँतो यहाँ चाहिँ अहिले को बस्दैन है अहिले चाहिँ कहाँ खाँदै नि यो घर छोडेर कहाँ गयो तिमीहरूकै भने यो हाम्रै घर हो के ए ठाँटीमा त्यो हजुरबाउ हो नि त तिमीहरूको त है ठिक ठाँटीको हजुरबा हजुरआमा पो हो त है कासिमको आमाहरूको घर ल यो रहेछ ल ए ल गाइस हामी चाहिँ फेरि अर्को मस्जिदतर्फ जाँदैछौँ है आज रानीले बनाएको मस्जिद रे अनि त्यही हो आज चाहिँ शुक्रबार कुरान पढ्छ होइन के अरे जुम्मा पढ्छ रे अनि मान्छेहरू धेरै हुन्छ अरे ट्याक्क ग्यादरिङ भएको ठाउँमा हामीलाई नि ट्याक्क भिडियो सिडियो गर्न रमाइलो हुन्छ नि त अनि यहाँ चाहिँ ट्याक्क घरहरू एकै ठाउँमा ग्यादर भएको त्यो नरहेछ कि गाउँ चाहिँ छुट्टै छुट्टै टाइपको रहेछ घरहरू पातलो रहेछ अस्सलाम वालेकुम यस्तो ल हामी चाहिँ अब यहाँबाट एकछिन हिँड्न पऱ्यो होइन हामी आएको थियौँ अब ठ्याक्क 5 बजीतिर अजान हुँदो रहेछ नि त्यो अजान खिचेर अनि त्यही हामी आउनु 5 बजे ठ्याक्क 5 बजे 5 मिनट बाँकीमा आउनु यहाँ अजान हुन्छ त्यसको अलिअलि यहाँको अलिकति तपाईँ बुझ्नु होला यसो प्रक्रियाहरू लिएर त्यहाँ हाल्नु होला अजान पनि हुन्छ नमाज पनि हुन्छ नमाज यसरी यति बेला पढ्दो रहेछ भने सबै कुरो हाल्नु होला हुन्छ बा ल जानु कहाँ पुगेर आउनु 5 बजे छ अरे आउनु होला है हस् बा ल बा मस्जिद पढ्न हो क्या हो बा बाबु अस्सलाम अस्सलाम वालेकुम बा यस्तो हुँदो रहेछ हो तर मलाई यो मुसलमानहरूको उमा चाहिँ के लाग्यो भन्दा होइन नयाँ कुरा क्या अब अस्सलाम वालेकुम भन्ने अनि ह्यान्डसेक गर्नु पर्दो रहेछ कि जसलाई नि बुढो मान्छेलाई नि ह्यान्डसेक गर्ने म थाहा थिएन नि त होइन अघि आएर अनि त्यहाँ बुढाहरू अब ह्यान्डसेक गर्न गइरहेको यो भनेर म हेरिरहेको छु सोचिरहेको छ आफूले नि अस्सलाम वालेकुम भन्यो अनि आफूले नि गएर ह्यान्डसेक त गरेको पछि त्यस्तो चाहिँ हुँदो रहेछ कि जियोस् उनीहरूकोमा आफ्नो हो नि त जियोस् राम्रो छ भाउ लगाइछ हामी चाहिँ अब त्यहाँ माथि सम्झु त्यहीँ हो अब हामी चाहिँ यहाँ तलपट्टि झरेको छौँ होइन यहाँ चाहिँ किन झऱ्यो भन्दा यो चाहिँ हाम्रो मम्मीको मामा घर हो कि होइन यो गाउँ चाहिँ मम्मीको मामा घर हाम्रो हजुरआमा जन्मिनु भएको चाहिँ ठाउँमा हो अनि त्यही भएर अहिले चाहिँ अब हजुरबा हजुरआमा त हुनुहुँदैन नि त अनि त्यही भएर सानीमाहरू हुनुहुन्छ अरे अनि त्यही भएर हामी अब घर त पत्ता लागेको छैन कि अहिलेसम्म अनि अब पत्ता लाग्छ अब खोज्दैछौँ सोध्दैछौँ होइन अनि त्यही हो अनि माथि चाहिँ हाम्रो के भयो भन्दा होइन सम्झुरको कुरा चाहिँ हामी आउने बेलामा नमाज सकिसकेछ है अनि अब त्यही माथि ऊ देखिरह यो माथि
अनि हामी चाहिँ अब अलिकति टाइम यहाँ स्पेन्ड गर्छौँ अनि ठिक्क 5 बजीतिर उहाँ नमाज पढ्ने टाइम हुन्छ नि त अनि त्यो कासन गरेको के अरे त्यो कासन हो कि के भनेको रे त्यहाँ भन्छ नि त्यो अजान गर्ने बेलामा हामी ठ्याक्क त्यहाँ पुग्छौँ अनि त्यहाँको दृश्यहरू बल्ल मनमोहकवाला हुन्छ क्या जे सब चाहिँ हामी आइपुग्यौँ अब हाम्रो मम्मीको आमाको अनि जेस खोज्छौँ हामी आमा बुवाहरू भनेको घर कहाँ होला घर त त्यही मान्छेले छैन यो घर चाहिँ त्यो मुन्ना यो तल्लो चाहिँ तल्लो यो तल नि छ छैन त्यहीँ तल्लो छ यहीँ यो चाहिँ रहेछ कि यहाँ तल रहेछ कि त्यहीँ यहाँनिर मान्छे हुनुहुँदैन अहिले खै कता काममा कहाँबाट आउनु हामी सुन्दर बजार कति खाँटीबाट नाता पर्छ मेरो हजुरआमाको चाहिँ बहिनी गर्नुहुन्छ रहेछ अनि त्यो राम यहाँ सम्झुरसम्म आएको थियौँ कि आज अनि यहाँ बेला त्यहाँ पुगेर हजुरआमाको बहिनी अरे हजुर भनेपछि लाटेनी हुनुहुन्छ अरे नि त एकजना लाटेनी हो घर होला नि कोही न कोही त हुनुहुन्छ होला नि त घरमा छैन रोपाइँ गहन त हो र आयो बाख्रा परेर आखाइन पैसा यही हो ल हुन्छ हामी घर पुग्छौँ घर पुगेर रोपाइँ चाहिँ ल्याइदियो उतापट्टि यही हो हाम्रो आमाहरूको जे जन्मिया घरि त्यही हो होइन होइन कहाँ हो र पहिला जन्मिया चाहिँ जन्मियो उता ल हामी चाहिँ अब यहाँ घरमा जाँदैछौँ है सानोमाको जस हाम्रो आमाहरू जन्मिनु भएको घर चाहिँ उता पारी रहेछ है त्यता कतातिर उता पारी जन्मिनु भएको रे आमाहरू चाहिँ ल यहाँ चाहिँ सानोमाहरू हुनुहुन्छ भन्नुभएको छ अब दाजु रोपाइँ छ अरे त्यही भएर घरमा कोही पनि नहुनु हुँदैन क्या यार कोही हुनुहुँदैन जस्तै चापिला रहेछ ल यो घर रहेछ है यहाँ फाइनल्ली हामी चाहिँ यहाँ घरमा आइपुग्यौँ तर सानोमा चाहिँ घरमा हुँदैन अब हामी एकछिन कुर्छौँ अब यहाँ आइसके पछाडि त नभेटिकन जानु त मिलेन नि त त्यही भएर हामी एकछिन कुर्छौँ यहाँनिर ऊ रहेछ परेवा ओहो दुइटै रहेछ ओ यहाँ त अझै रहेछ यार अर्ग्यानिक खर्क्यो फेरि अर्ग्यानिक खोर यसमा निदाइ ल हामी चाहिँ अब उता आमाको बहिनीहरू होइन जे हजुरआमाको बहिनी हजुरआमै हो मेरो त जे सब सानीमा भन्छु म किनकि मम्मीहरूले भनेको भएर तर मैले पनि देखेको छैन नि तैँसँग देखिन्छ उता खेतमा हुनुहुन्छ अरे अनि हामी चाहिँ खेततिर लागिँदैछ जाँदैछौँ अब हेरौँ के हुन्छन् यहाँ मैले चाहिँ यहाँनिर फाइनल्ली सानीमालाई देखिसकेँ होइन मैले देख्ने बित्तिकै चिनिदिएँ कि आमाको नर्दस्ती रहेछ कि ठ्याक्कै हाम्रो आमा जस्तै हुनुहुँदो रहेछ वहीँ गइदिने पो हुनुहुन्छ है यहाँ हुनुहुन्छ हामी अब वहीँ पुगिदिने देख्नु भएन है हामी चाहिँ जाँदैछौँ बिस्तारै आइजान घङ्ग्रा नगर अलक्क वहीँ गरेर देखाउने कि देख्नु भयो कि छैन कि अझै आमा आऊ ए त लाटिन उहाँ हुनु रहेछ अरे म चाहिँ फाइनली भेटिसकेँ यहाँ आजनालाई हामी अब उहाँ हजुरआमा कान्छी हजुरआमा अब हामी उहाँ तल हुनुहुँदो रहेछ
अब हजुरआमा आधी लाएर चाहिँ हाम्रो जुत्ता छ कसरी जाने भन्ने कुरा हुन्छ गर्छ क्या यार उहाँ रोपाइँ गर्दै हुनुहुँदो रहेछ पुगेर हामी भेटेर ल फाइनल्ली आमालाई भेटिसक्यौँ है आमा बुवा रोपाइँ गर्दै हुनुहुन्छ है यति नै अब यति नै ए मैले चाहिँ हजुरआमाहरूले भेटिसकेँ खेतमा है हाम्रो हजुरआमाको बहिनी हुनुहुन्छ उहाँ अनि फाइनल फर्स्ट टाइम भेटेको मैले पनि यहाँ रोपाइँ गर्दै हुनुहुँदो रहेछ अब हामी यहाँबाट हिँड्छौँ सधैँ राम्रो पहिरनमा भिडियो गरिदियो खेता यही हो नि ल हुन्छ गाई ल हामी चाहिँ हजुरआमाहरूले भेटघाट गरेर फर्किसक्यौँ है अब चाहिँ हामीलाई तर ठिक्क भयो क्या टाइम पनि हामीले जे रोजेको थियौँ होइन हामी त ताप्दै झन् त्यहाँबाट घर गइसकेको थियौँ अनि यता आइयो भेटघाट गरियो ठिक्क अब नमाज पढ्ने टाइम नै हुन लाग्यो 4:30 भएछ 5 बजेको नमाज छ अनि हामी ठिक्क अब खाजासाजा खाएर ठ्याक्क मस्जिदतिर उब्लिसी ठिक्क टाइम हुन्छ अनि मैले सोचेको जस्तै मैले खोजेको जस्तै हुन्छ क्या त्यहाँबाट होइन हामीले खोजेको जस्तै हुन्छ कि ट्याक्क सबै कुरा क्लिपहरू लिन पाइन्छ त्यही हो गाइज हामी जानुपर्ने चाहिँ यो बजारमा हो यहाँबाट बिस्तारै यता माथि हिँडेर यहाँ मस्जिद यहाँ पुग्ने है अब रमत भाइँदैछ अगाडि अगाडि हेर्नु न कस्तो मजाको ढुङ्गाको छाना यो ढुङ्गाको छानाले के भन्छ गाइज ल हजुरहरूले कमेन्टमा भन्नु है त ल हामी चाहिँ अब यहाँनिर खाजा खाइदिउँ भनेर यहाँ सम्झेको डाँडामा बजार आइसक्यो है बाँके पसल रे यो ठाउँको नामै बाँके पसल हो ए बाँके पसलमा यहाँ बाहरू हुनुहुन्छ है त हाम्रो बाहरू अस्सलाम वालेकुम बा अस्सलाम वालेकुम बा अनि ट्याक्क किन्दैछ किन्न जिएन हौ केही किन के खाने भन्छ सुसु उठाऊ हुन्छ बा ल हामी अब जान्छौँ है त बा माथि मस्जिदतिरै हुन्छ मस्जिदतिर जानु हजुर त्यतै जानु त्यहाँ जाने अब हाम्रा धर्मपुरी तुने ताई छन् हाम्रो उस्ताद पनि भनिन्छ ए हजुर अब यतामा नेपाली भाषामा जाने मास्टर पनि भनिन्छ तर हाम्रो भाषामा या तपाईँहरूको जाने हिन्दू संस्कारमा जाने तपाईँहरूको एउटा पण्डित भने चाहिँ हाम्रो पनि त्यही जाने हाम्रो पण्डितै हुन् हजुर ती पण्डितसँग यसो सोधपुछ गर्नुहोस् मस्जिदको आकार साकार खिच्नुहोस् र जाने हाम्रो त सबै देखाउनुहोस् हाम्रो सम्झुरको र तपाईँको आफ्नो नाउँ पनि म फलानु हो हजुर म फलानु ठाउँबाट जाने तपाईँहरूको जाने यो मस्जिदको यो सम्झुर भन्नुहोस् है ए हस् हुन्छ सम्झुर दरगाह मस्जिद भन्नुहोस् है त हस् बस यहाँ यो भाइ चाहिँ मेरो न्यू सब्सक्राइबर है मेरो भाइ ल ल गाइस सबैले लाइक सब्सक्राइब गरिदिनु होला के हो मेरो भाइ तिम्रो नाम मेरो नाम नवाज मिया हो कति क्लास पढ्छौ नि तिमी म 8 कक्षामा कहाँ पढ्छौ म सिजन सेगी माध्यमिक विद्यालयमा ल भाइ थ्याङ्क यू मेरो भाइ ल बाइ बाइ हामीले चाहिँ ल्याएको नस्पति छ म मेरो सब्सक्राइबर भाइले दिन्छु है उपहार भाइ ल नस्पति थ्याङ्क यू दाइ वेलकम मेरो भाइ बाइ 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 यति बेला होइन फेरि घुमेर अब यहाँ मस्जिदमा आइसक्यौँ होइन हाम्रो जताततै सक्यो अब चाहिँ हाम्रो खाजा खाने कार्यक्रम हुन्छ अब यहाँनिर चाहिँ खासै त खाजा खाने उ नै नरहेछ क्या है होटेलहरू छ हो र म त छैन अन्त अल्लाहु अकबर अल्लाहु अकबर अल्लाहु अकबर अल्लाहु अकबर अशहदु अल्ला इलाहा इल्लल्लाह أشهد أن لا إله
अशहदु अन्ना मुहम्मदर रसूल। ल अब यो भनेको चाहिँ अब प्रार्थना गर्ने टाइम भयो नि त। अब यो भनेको सबैजनालाई ल है टाइम भयो है भनेर त्यो सङ्केत दिने रहेछ नि त होइन। खासमा सङ्केत दिने अब मेन मान्छेले चाहिँ उहाँ गरिसक्नुभयो। अब चाहिँ जो सब हामी यतै बसेर हेर्छौँ। अब एकछिनमा चाहिँ अब यहाँको गाउँको मान्छेहरू ट्याक्क नमाज पढ्न आउनुहुन्छ। हामी त्यसको अलिअलि 2-3टा दृश्यहरू लिनेछौँ अनि हामी पनि हिँड्नेछौँ यहाँबाट। यो हो नि त यो मुसलमानको बस्ती हुन्छ नि बा यहाँको। हजुर यहाँ चाहिँ कहिलेबाट उत्पत्ति भएको रहेछ र यसको बारेमा चाहिँ केही छोटो जानकारी गरिदिनु पर्यो है। अब हामीले पनि अब सुनाइमा आएको अब हामीले पनि अब जान्ने कुरो भएन। यो तीर्थमा रानीले बनाएको मस्जिद भनेको छ। त्यो 24 राजाको पालामा तीर्थमा रानी मुकुन्द सेन राजाको छोरी तीर्थमा रानीले यहाँ आफ्नो फौजी ल्याएर बनाइदियो। यहाँ भक्कल पनि गरिदिनु भएर यहाँको यो मस्जिदको नाम दरगाह जामे मस्जिद दरगाह जामेमा राखिएको। त्यहाँबाट उनले भक्कल गरेकिन छोरी पाउँछु भनेर छोरी पाऊँ भनेर भक्कल गरेर छोरी पाइन्। त्यहाँबाट दरगाह जामेमा रहेको अहिले अब कति 2700 वर्ष पुरानो मस्जिद छ हाम्रो इतिहासमा। यहाँ त 1300 शताब्दीमा आएको त्यो रहेछ। अब तीर्थमा रानीले आएर मस्जिद बनाएर फौजदार मस्जिद बनाइदिएको आफ्नो भक्कल लिएर गएको भक्कल गरिहाल्छ भक्कल पनि भएको त्यस्तो बनाएको अब यसमा दरगाह जाने राखिएको। यहाँ त अब सबै गुरुङ मगर सबै जात जाति यही छ नि त। सबै जात जाति एक सम्मान गरेर बसेको हाम्रो चाडबाड बिहा बटुलो यताउतामा हाम्रो आवाज राम्रै हुन्छ। अहिलेसम्म हाम्रो एकदम राम्रो चलिरहेको छ राम्रै छ। उहाँको पूजा पाठमा पनि कहिले हामी पनि बोलाउँछ गएर बाहिरबाट हेरिन्छ। हाम्रो यहाँ पनि आउँछ ईदमा बाहिर हेर्नुहुन्छ। हामी मिलमिलापमा आफ्नो ऊ माया बाँडेर बसेको छ। अहिलेसम्म त राम्रै छ। आवत जावत बिहा दान यताउता हाम्रो आउँछ राम्रो छ। अनि यो चाहिँ मलाई सुन्नमा आएको चाहिँ होइन नेपालको सबैभन्दा ठुलो मुसलमान बस्ती रहेछ नि त होइन। ठुलो बस्ती एकदम ठुलो बस्ती हो बाबु। यो पहाडी भेगमा ठुलो बस्ती हो। यहाँ धेरै मुस्लिम पनि थियो। यहाँबाट गएर दमौलीमा कति बने डुम्रेमा कति बने ब्यासी सहर पोखरा बहुत जग्गामा गए धेरै ठाउँमा गएर ठुलो बस्ती बने चाहिँ यहाँ उत्तिकै जान्थ्यो। हाम्रो सुन्दरबजार खटाडी पनि सुन्दरबजार खटिठाई सबै यहीँका हुन् र सबै यस्तै छ। यहाँको वस्तु हाम्रो इतिहास सब यही हो। अरू इतिहास कति गए कति आयो तर पहिलाको इतिहास यही रहेछ भने हाम्रो मरहम हाजी रफिक मियाबाट पनि उनले इतिहासको राखेका थिए। उनी बितेर जानुभयो। उनबाट पनि यो हामीले पनि पाएका हौँ। उनीहरूले अब हामीले पहिला पनि यस्ता पत्रकारहरूले पनि धेरै गरेर यही नै छ त्यसमा पनि यही नै हिसाब किताब छ। अब पहाड भेगमा मुस्लिममा चाहिँ होइन मस्जिद मदरसा मुस्लिमको बस्ती राम्रै भएको ठाउँ पऱ्यो यो। ठिकै छ। म पनि अब अलिकति होइन के गरौँ आफ्नो गाउँ ठाउँलाई अलिकति हुन्छ नि त। ठिक छ ठिक गर्नु सुरुवातको चरणमा। अनि यो हाम्रो पुरै अब डाँडो मिया मुस्लिम बस्तीको एरिया भयो के अरे। अब यहाँ सबभन्दा ठुलो मस्जिद पुरानो मस्जिद भनेको यही नै दरगाह जामे मस्जिद भयो। अब हामी यहीँका अब यही हाम्रो काम अब आउने मस्जिदमा अजान दिने नमाज पढ्नेले नपढ्ने नपढ्नेले पढ्ने त्यही हो। अब हाम्रो काम त्यही हो। अब जति बुढो भयो त्यो धर्म गर्नु पर्दो रहेछ बाबु त्यही हो।
त्यही त त्यहाँ पर छेत्री गाउँ हो कि के गाउँ होइन अब यो पर छेत्री गाउँ बानिया गाउँ ऊ माथि गुरुङ गाउँ भयो उता सार्की गाउँ उता कामेमा सबै मिलेका सबै तल पनि छ सबै नाम बिर्सेको राम्रो छ एरिया बस्ती पनि राम्रै छ अनि यस्तो भयो कि भयो नि त नि अहिलेसम्म त्यो हिन्दू बिहाको के कस्तो हुन्छ बिहामा बिहामा हाम्रो आवजात टाकुरा हुन्छ आवजात हाम्रो उनीहरूको बिहामा जान्छ खानपिन पनि हुन्छ हाम्रो आफ्नो अब सिकायत दिनु उहाँले केही दियो हामीले काटेर खायौँ हामीले दिनु काटेर खायौँ आफ्नो बनाएर खान्छ हाम्रो डाकुला आफ्नो हुन्छ होइन नि बिहा चाहिँ आफ्नो अब यो समुदाय छोडेर उता पनि बिहा गर्ने चलन छ छैन बाबु त्यस्तो चलन छैन त्यस्तो चलन छैन मुस्लिममा हिन्दूमा अब त्यस्तो नराम्रो व्यवहार हुन्छ भोलि अलिकति भिन्नता हुन्छ भन्ने हिसाबले हामी गरेर पनि दिँदैनौँ यो हामी बच्चालाई पनि यसो भन्छ यसो नगर नगर हामी यति प्यारसँग बसेर भोलि भिन्नता एउटा हुनसक्छ नगर भनेर भन्छ अझ त्यस्तो भएको छैन बाबु अझ राम्रोसँग मिलमै बसेका छन् त्यस्तो भएको छैन राख्नु यो मैको राम्रो फोटो लिएर मै पुरा यता उताबाट लिनु यसो देखाउनु त्यो यस्तो मार्नु उहाँसँग के सोध्नुहुन्छ उहाँसँग ऊ पनि नेपाली नै हुन् अनि नेपाली हिन्दू देशमा हाम्रो यहाँ पढाउने उस्ताद इमाम उस्ताद प्लस इमाम उस्ताद भनेको हाम्रो स्कुलमा पढाउनेलाई उस्ताद भनिन्छ इमाम भनेको मस्जिदमा नमाज पढाउने इमाम भनिन्छ गुरु तपाईँको हाम्रो त्यो भन्छ तपाईँलाई गुरु नै भन्छ त्यो गुरु नै हो त्यो हो उहाँ हुनुहुन्छ उहाँ अहिले 4 वर्ष भयो यही हुनुहुन्छ यही एक ठाउँमा हुनुहुन्छ हुन त उहाँ पनि नेपाली हुनुहुन्छ तर तराईको भाषा हुनुहुन्छ ठिकै यही वर्ष 4 वर्ष भयो हाम्रो बात पनि बोल्नुहुन्छ सबै बोल्नुहुन्छ यो चाहिँ एउटा आस्था मात्र होइन हजुरहरू पनि एउटा आस्था छैन हाम्रो हुँदैन हाम्रो मूर्ति एकदम सस्तो मनाइछ बाबु मूर्ति पूजा गर्नको लागि हाम्रो बस सस्तो मनाइछ हाम्रो यो वास्ता यसो मात्रै हो अनदेखि मनको आस्था मात्रै मूर्ति फोटो यताउता के चिला उ गर्ने यसो केलाई उ गर्ने मान्ने हाम्रो पूजा यही हो हाम्रो मान्ने भनेको यही हो आस्था त सबै हजुर पनि एउटा हुनुहुन्छ नि त होइन गुरुजी हुनुहुन्छ मैले भन्नु चाहिँ हरेक धर्मको त एउटै हो नि त आखिर होइन सिकाउने पाठ चाहिँ एउटै हो नि त त्यो शान्ति चाहनी लय अर्कै भयो क्या अर्कै बाटो गयो हुनलाई एकै हो राम्रो बाटो हिँड राम्रो काम गर पाप नगर भन्ने सबै यही हो धर्म भन्ने सबै धर्मले नराम्रो भन्दैन तर गर्ने नराम्रो गरेका छन् त अलगको हो तर धर्म नराम्रो कसै कुनै धर्मले भन्दैन त्यसो गरेर हाम्रो धर्मले के भन्छ कुनै धर्मले सानो नसम्झ कुनै धर्म सानो नसम्झ तिमीले त्यो गरेर तिमीले त्यही गरे कसैलाई नराम्रो नभन् भन्छ हाम्रो त्यही हो अब केही कुरा बुझ्नु पनि पाएँ मैले पनि होइन आज आएर हाम्रो पहाडी भेगमा यो यस्तो रहेछ पहाड भेगको मुसलमान बस्तीको होइन जे हुन्छ हजुरहरू पनि आएर भेट्न सक्नुहुन्छ घुम्न सक्नुहुन्छ यहाँको ठाउँहरू त्यही अब के भनिन्छ सलाम राम्रो ल बा हुन्छ म गएँ है त ल बाबु ल गुरुजी ल बाबु बाई बाई तर दृश्य चाहिँ होइन कस्तो मनमोहक पाराको कि होइन मनै लोभाइदिने पाराको हुन्छ नि आमामा हेर्दा अनि आमामा म त यार त्यो मुसलमानको त्यो हुन्छ नि सुरुमा 13औं शताब्दीमा आउने मान्छेलाई नि खतरा भन्छु कि हो कि होइन यस्तो ठाउँ चाहिँ रोजिदिएछ कि ट्याक्क पहाडको ठ्याक्काएर ए हाम्रो हजुरआमा घर चाहिँ यहाँ हो है अघि हामी गएको थियौँ नि हामी गएको चाहिँ घरमा हुनुहुन्थेन त्यति बेला अनि यताबाट त्यता बारीमा गएर खोजेर हजुर मस्जिदको उतारे तपाईँको नि उतारे अनि पर्छ क्या ल अब हामी हिँड्न लाग्यो है ल भाइ भाइ ल गाइस अब चाहिँ हामी हाम्रो यहाँको आजको लागि हाम्रो यहाँको ऊ चाहिँ सकियो होइन भ्लग सकियो भन्दा नि अब हामी चाहिँ यहाँबाट हिँड्छौँ अब जे सबै हेरौँ यहाँको लागि चाहिँ सकियो भनौँ अब हिँड्छौँ अनि तल गएर
अब तलको देखाउँछु घर पुगेपछि चाहिँ इन्डिङ हुन्छ है हेर्दै गर्नु होला गाइज Come on, babu, come on. Liu naspati, kinting. के भन्छ तिम्रो नाम कति राम्रो हुन्छ नि तिमी त मान्छे भने हेरेकै ठिकै बाई बाई ल गाइज हामी चाहिँ अहिले सिधै त्यहाँबाट होइन आइयो आउँदा भर्खर आउँदैहरू पनि भइसक्यो दिनभरि हामीले खाजा खाएको थिएनौँ नि त आज त्यही चाउचाउ र एउटा फेन्टाको भरमा बाँचिरहेको थियौँ होइन त्यही अब चाहिँ हामी यहाँ सुन्दर बजार आएर अब खाजासाजा खाएर जाऊँ भनेर यसरी यहाँ बसेको छौँ के अरे चिकन स्टेसन रे मैले यसो रेलवे स्टेसन भन्ने सुनेको थिएँ चिकन स्टेसन भन्ने सुनेको थिएन कि ल गाइस फाइनली म चाहिँ घर आइपुगेँ होइन घर आइसकेँ भर्खरै र हाम्रो आजको दिन यसै गरी नै बित्यो यसरी नै रमाउँदै खुसी हुँदै हाम्रो आजको दिन यहीँ बितिसकेको छ र हामी भेट्नेछौँ अब अर्को भ्लगमा ल हस् त भन्दैन केही भन्दैन चाहिँ भन् मात्र भन्छ है ल सबैजनाले भिडियो हेरिदिनु होला हामी नाति जामाको हामी फेरि अर्को भिडियोमा भेट्नेछौँ भनौँ अर्को भिडियोमा भेट्नेछौँ अब फेरि राम्रोसँग हेर्नु है यो भिडियो सबैजना राम्रोसँग आरामसँग बस्नु होला भनिदिनु सबैजना आरामसँग बस्नु होला गर्मी छ जति ट्याक्क मिलाएर चिसो खाएर बस्छ भन्नु थियो चिसो धेरै खाना नि सन्चो हुँदो रहेछ ल गाइज हुन्छ हामी पछि भेट्नेछौँ सबैजना खुसी र सुखीको साथमा बस्नु होला गर्मीको मौसम चेन्ज हुँदैछ अलिक डाँडा बासे काम ल हुन्छ बाई बाई गाइज